हामी भुटो आयौँ अब चाहिँ हामी यतै जाने सुनामी अब हामी जाँदैछौँ कता जाँदैछौँ अलिकति राम्रो बनाऊ कता भन कता अब चाहिँ हामी सबिना दिदीको घर जाँदैछौँ अनि सबिना दिदीको घर कोसेली बोकेर अनि माथि डाँडामा छ सबिना दिदीको घर हो त्यो टपमा धेरै टाढा छ हेर्नुहोस् उकालो कति धेरै छ स्वासा भइसक्यो मलाई हामी सबिना दिदीको घरमा आइपुग्यौँ अब हामी जाँदैछौँ योजना दिदीको नेल्स एन्ड फेसियलको लागि मुझे नींद न आए ल अब चाहिँ हाम्रो सक्यो है योजना दिदीको नेल्स देखेछ न कस्तो हात कालो होइन गाइज यो यस्तै इफेक्टै अनि यो को हो छोरा अरे यो चाहिँ छोराको मम्मी त्यही हामी सपिङ गर्न जाँदैछौँ हल्का राति भइसक्यो त्यही पनि चप्पल किन्न लगाएको भनेको एउटा स्यान्डल टाइपको लगाउनको लागि किन हिल नभएकोहरू चाहिँ आमाकै साइज मैले चाहिँ आमाको जुत्ता अनि त्यसपछि त्यो मालाको जरी कि सरी खोइ के हो भने किनेँ अरू चाहिँ अब बाँकी छ किन्दा किन्दा यति राति भइसक्यो त्यही पनि अझै सकेको छैन अब त सक्यो है अनि त्यसो सक्यो होइन फाइनल स्टप हो होला होला किन होला हामी बल्ल फर्किँदै मैले केही देख्दिनँ केही देख्दैन रहेछ सरी गाइस अब चाहिँ हामी घर आइपुग्यौँ अनि बिहे घर यस्तो झिलमिली राखिसकेको छ अनि सबै खाजा खाँदै हुनुहुन्छ अनि भोलिदेखि चाहिँ प्रपर अब हुन्छ सामान आयो गाइज हाम्रो फुलहरू टेन्टको लागि अनि दिस इज द स्पेस फर द यहाँ चाहिँ मण्डप हुन्छ यहाँ चाहिँ मण्डप अरे यहाँ चाहिँ मण्डप हुन्छ होइन अनि त्यहाँ चाहिँ युनिस टाइम हुन्छ अब हामी कहाँ जानु भएको हामी अब जाने अब हामी राइडर दिदीसँग हिँड्दैछौँ बेहुली विथ नङ ल फोटो खिचेँ होइन भिडियो चाहिँ अब हामी डान्स सिक्न लाग्छौँ
होइन डान्स सिक्ने भनिरहेको छौँ हामी यहाँ चाहिँ माइजू अचारहरू चिया बस्न आउँदै एकछिन छ हजुर ठिक छ बिहे घर यस्तो हुन्छ को यो मान्छे खोइ आँसु यहाँ यस्तो बनाउँदै हुन्छ त्यहाँदेखि इन्ट्री हुन्छ होइन यहाँबाट अनि त्यसपछि सट्ट यहाँदेखि ऊ परसम्म छ त्यो चाहिँ खाना खाने हुन्छ अनि त्यसपछि यहाँ योगेश राईले खाँदै होइसिन्छ 5 मिनटको मात्र भयो बेली हाल्दाखेरि त 5 मिनट पनि हाल्दिने यस्तो राम्रो छ आज चाहिँ हाम्रो टेन्टको यस बेहुलीले भ्लग बनाउँदैछ म एकदम कन्ट्रिब्युसन हुँदैछ अनि ऊ परसम्म छ गाइस भर्खर बन्दैछ बनिसकेको चाहिँ छ बन्दैछ अब आज पर्सि छ अब गाउँको यस्तै छ अब यति भए पनि ओके नै छ ठिकै छ अब यहाँ टाढ बाँध्ने टाढ त्यो चाहिँ के भन्नुमा चाहिँ मिल्दैन किनभने त्यहाँ हल्दी पनि हुन्थ्यो अनि जस्ट मेहन्दी टाइप यस्तो देखिन्छ राति चाहिँ इन्ट्रान्स हुन्छ बुझ्छु खोइ जुङ्गा खै बाङको ए सरी क्यामेराम्यान साइडै के भयो रे के भयो ल योगेश दाई विवेक दाई ला सबजना मिलेर एक सिप लिने चिया होइन साथीहरू Ha ha ha.